साथीहरू आज म सधैँ चाहिँ एउटा सानो मिनी भ्लग लिएर आइसकेको छु। आज चाहिँ म सिकैचा जाने मेरो प्लान छ। गाउँ जाने, गाउँमा के कस्तो छ सबै कुरा हेर्ने, हजुरआमासँग भेटघाट गर्ने अनि फर्किने। आज चाहिँ मेरो प्लान छ। हेर्नु है बाटोमा के हुन्छ, के कस्तो हुन्छ, बाटो कस्तो छ, सबै कुरा म तपाईँहरूलाई देखाउँदै जानेछु। हेर्न नभुल्नु होला, नछुटाइ हेर्नु होला ल। आज फ्राइडे भएकोले पसलहरू बन्द हुन्छ, त्यसैले नै म सबै पसलहरू बन्द गरेर नै हिँड्न लागिरहेको छु। अब चाहिँ यहाँबाट म हिँडिसकेँ है त। म चाहिँ अहिले सुकेटार पुगिसकेको छु। हेर्नुहोस् त कस्तो छ सुकेटार। यस्तो अहिले चाहिँ कुहिरो लागिरहेछ। अब यसभन्दा अगाडि बढिरहेको छु। कस्तो छ के छ अगाडि हेर्दै जाऊँ है त। महिनामा कति करोडको जम्मा हुन्छ अरे पार्टी गरेर पैसा, तर महिनामा त्यत्रो जम्मा हुँदैन। बाटो चाहिँ यस्तो के गरे हुन्। राम राम राम। ओ माय गॉड, तेरिका उखरी आयो ला। अहिले चाहिँ म ट्याम्बेवा पुगेँ। यहाँ चाहिँ 3 किलोमिटर बाटो पिच हुन लागिरहेछ। यहाँ चाहिँ मेरो साथी अमृतसँग भेट भयो अनि कुरा गर्दै गर्दै हामी चाहिँ अगाडि बढ्यौँ। हेर्दै जानु है। बाटो त यो साइडमा पनि धेरै नै बिग्रेको रहेछ। नयाँ ट्र्याक खोलेकोले गर्दा पनि होला। यो पिच गर्नको लागि नालीहरू काट्ने कामहरू भएर पनि यति साह्रो अप्ठ्यारो भएको होला। धेरै नै अप्ठ्यारो छ यो यहाँनिर बाटो। यस्तो यस्तो बाटोहरू पार गर्दै गर्दै गयौँ हामी। बाटो चाहिँ जति अगाडि गयो त्यति अप्ठ्यारो, जति अगाडि गयो त्यति अप्ठ्यारो आउँछ, जति अगाडि गयो त्यति अप्ठ्यारो। यस्तो गाह्रो बाटो, यस्तो गाह्रो। मेरो अगाडिको साथी पनि 2टा बाइकको चक्का र 2टा चाहिँ आफ्नो चक्का घिसार्दै हिँड्दैछ। अमृतसर ल है, भाकोला विकास गर्दै गर्नु म चाहिँ लागेँ। भरे भेटौँ। यहाँ हेर्नु न, यति साह्रो डुबेको छ क्या बाइक। कति साह्रो ल, यस्तो छ बाटो। अब अहिले चाहिँ म घर पुगेँ, घरको छेउमा आइपुगेँ। घर पुग्ने बित्तिकै म चाहिँ बारीमा जान्छु। मेरो यो बोटलाई चाहिँ पोहोर फेदमा कमिलाले फेद खाएर सब खतम गरेको थियो र पछि माटो हटाएर चाहिँ यसलाई मलसल गरेको थिएँ। अहिले चाहिँ यसलाई फेरि पातहरू हालेर यस्तो राम्रो बोट भएको छ यो चाहिँ अहिले। यसै हरेक बोट चाहिँ खाइलाग्दो छ नि अहिले। यो एकदम मल जल गरेर अस्ति सबै गरेको, अहिले चाहिँ सब खाइलाग्दो बोटहरू आइरहेछ यसरी। यो कागती हो, छेउछेउमा कागती लगाएको छु यसरी। यसलाई अस्ति बोडो पेस्टहरू गरेँ, क्या मजाले आएछ क्या अहिले चाहिँ। यिनीहरू त टन्नाटन फलेको छ अहिले। यसरी छ है, कति मजाले आइरहेछ अहिले। किरा चाहिँ लागेन भने राम्रै हुने रहेछ भन्ने कुरा हो। कागतीहरू पनि फुल्न थालेर फल्न थालिसकेछ। कागतीहरू फल्नलाई अब सुरु गर्दैछ। यस्तो छ। त्यस्तै गरेर यो बिरुवाहरू चाहिँ मैले परारको साल रोपेको। यत्रो चाहिँ परारको साल रोपेको बिरुवा पनि राम्रै फस्टाएको देखिन्छ र यसरी हरेक बिरुवा यसरी राम्रो सप्रिएर आइरहेछ। यस्तो छ। अब चाहिँ म तपाईँहरूलाई
मैले पोहोर रोपेको बिरुवाहरू देखाउँछु। यो चाहिँ यो बोटहरू चाहिँ मैले अस्ति साउनमा रोपेको बोटहरू 1 वर्ष लगभग हुन आँट्यो। यिनीहरू पनि राम्रो सप्रेर आइरहेछ। यसरी यहाँदेखि ऊ तलसम्म चाहिँ मैले पोहोर रोपेको छु। यसरी राम्रै छ, समग्रमा बोटहरू राम्रै आइरहेछ। विशेष चाहिँ के छ भने यसमा यो चराको गुणहरू चाहिँ लाग्न दिनु हुँदैन। चराको गुणहरू चाहिँ छ भने हामीले यो बोट बिरुवाहरूमा चराको गुण चाहिँ लाग्न दिउँ भने त्यहाँ आउने लिसोदेखि लिएर हरेक कुराहरू चाहिँ बोटमा चाहिँ त्यो चराले ल्याउने हुँदाखेरि म चाहिँ यो बोट बिरुवाहरूमा चाहिँ लिसो लाग्न दिँदिनँ। हरेक महिना आएर चाहिँ यस्तो बोट बिरुवाको चाहिँ चराको गुणहरू चाहिँ म हटाइदिने गर्छु। म चाहिँ अब केही समय घरमा बसेर 3 बजीतिर चाहिँ यहाँबाट बजार जान्छु। आज गुड फ्राइडे छुट्टीको दिन हो र मात्रै यसरी हिँडिरहेको छु। त्यसपछि चाहिँ म हजुरआमासँग बिदा मागेर हिँडेँ। राम्रोसँग जाए बाबु भन्दै हुनुहुन्थ्यो। बिस्तारै बिस्तारै जान्छु नि आमा भनेर हिँडेँ। आमा चाहिँ पुरै टेन्सन लिँदै हुनुहुन्थ्यो। हिँड्ने बेलामा गयो भनेर पनि होला तनाव लिँदै हुनुहुन्थ्यो र पनि म हिँड्नै पर्ने थियो। त्यति भन्दै म चाहिँ बजारतर्फ लागेँ। धन्यवाद तपाईँहरूले हेरेर साथ दिनुभयो। सेयर, कमेन्ट र लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।